हेलो एभ्रिवान अनि म चाहिँ आइपुगेको छु यो एउटा आइटम लिएर। यो चाहिँ मैले दराजबाट अर्डर गरेको थिएँ, प्याकेट चाहिँ खोलिसकेको थिएँ मैले। सो यो चाहिँ हो नेफोको माइक, हाइटमा पनि छ अनि त्यही भएर चाहिँ जस्ट अनबक्स गर्ने लागि है। अनि यो चाहिँ एउटा टेस्टिङ भिडियो पनि हुनेवाला छ। खोल्ने रहेछ है। यो चाहिँ हाम्रो यसरी छ अनि चाहिँ हाम्रो यसको कार्ड पनि छ। सो अनि हाम्रो यो नेफोको के छ भन्दाखेरि अनि यो चाहिँ हाम्रो बक्समा आउँछ यसरी। अनि हाम्रो दुईटा माइक यसरी। यो चाहिँ म्याग्नेटिकवाला हो, यसो क्लिप पनि गर्न मिल्छ र यसरी टास्टा पनि मिल्यो। अनि यो चाहिँ हाम्रो रिसिभर भयो। ओ ओ ओ के हो यस्तो? यो चाहिँ हाम्रो रिसिभर भयो। अनि यो चाहिँ टाइप सीलाई लागि पनि छ। अनि प्लस यसरी यहाँ यो चाहिँ हाम्रो लाइटिङलाई पनि मिल्छ। जस्तो लाइटिङवाला छ भने चाहिँ यसरी एट्याच गरेर यसरी युज गर्न मिल्यो, इन्सर्ट गरेर। हामीले माइक चार्ज गर्नु पर्यो भने यसैबाट चार्ज गर्न मिल्छ। अनि यसमा चार्जिङ पोर्ट र केबल पनि हामीसँग एभाइलेबल छ, अलरेडी एट्याच छ यसमा। ओके, लेट्स टेस्ट नेफोको वायरलेस माइक। अब चाहिँ म माइक अन गरेर चाहिँ कन्टिन्यू गर्छु है त्यो भिडियो। अनि अब चाहिँ मेरो आवाज अघिको भन्दा क्लियर आएको पनि होला, किन भन्दाखेरि म युज गर्दैछु नेफोको वायरलेस माइक। अनि यसमा चाहिँ हाम्रो फङ्सन चाहिँ क्लियरली देखिन्छ। अनि जस्तै यसमा हाम्रो मोड्सहरू पनि छ, जस्तै फर्स्टको क्लिकमा भयो, सेकेन्डको क्लिक भयो यो। अनि यसरी छ, डबल क्लिक गऱ्यो भने यसरी आउँछ है त। ओके, लेट्स ट्राई होइन दिस वान। अनि अर्को भनेको जस्तै हामीले यसलाई वायरले पनि चार्ज गर्न मिल्छ। अनि अर्को कुरा जस्तो मैले अघि पनि भनेको थिएँ नि, यो म्याग्नेटिकवाला पनि छ अनि क्लिपवाला पनि छ। जस्तै हामीले यसलाई के गर्नु मिल्यो भने यसरी राख्न पनि मिल्यो। अनि सर्टकट यसरी टाँसे पछाडि हाम्रो विदाउट एनी वायर हाम्रो माइक चाहिँ एट्याच छ र हामी नर्मली यसरी नै हामी भिडियो बनाउनलाई पनि हामीलाई सजिलो भयो। इफ यु वान्ट दिस वान होइन, यो माइक तपाईँहरूलाई लिनुपर्ने छ भने या लिनु चाहनुहुन्छ भने यु क्यान अर्डर इट फ्रम दराज अनलाइन सपिङ। अनि एकदम अहिले डिस्काउन्ट रेटमा पनि थियो होइन। नर्मली मैले अनलाइनमा देखेको थिएँ 2200 समथिङ भन्ने हुन्थ्यो, तर आई गट इट 1999 रुपिज। So you can order it. Okay guys, this is the last part regarding the review of Nefo NP59, and you know I'm using the same mic and doing the voiceover for the review part. If you are looking for any kind of mic for your videos or your content, then you can surely go for it without any regret. For me, it's 10 on 10 purchase till now from the Daraz, and that's all for now. And thank you for watching, and good night everyone. Take care, bye, and do follow for more content.